नमस्कार साथी सम्पूर्ण साथीहरूलाई। आज नागपञ्चमी मेरो घरमा पनि नाग तास्दै छौँ। बाजेले तासिदिनु भएको छ। बाजे टाढादेखि आएर हाम्रो घरमा नाग तासिदिनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि सम्पूर्ण साथीहरूको पनि नागपञ्चमीको उपलक्ष्यमा शुभकामना छ। अनि मैले बाजेलाई टीका लगाइदिँदैछु। बाजेले मलाई आशिक दिँदै हुनुहुन्छ है। अनि मैले थोरै दक्षिणा पनि दिएँ, बाजेलाई ढोक गरेँ। बाजेले पनि मलाई टीका लगाइदिनु भयो। आशिक दिँदै मलाई टीका लगाइदिँदै हुनुहुन्छ बाजेले पनि। बाजेले चाहिँ नाग पूजा गरिदिनु भयो। मैले पनि फेरि इनारमा गएर पूजा गर्नलाई पूजा सामान लिएर मैले थोरै गोबर राखेर कुण्ड बनाएँ। अनि त्यो कुण्ड राम्ररी मिलाएर अब मैले जाने जस्तो गरी मिलाएँ होइन, बिस्तारै बिस्तारै मिलाएँ। अब मेरो कुण्ड तयार भयो। मैले त्यसमा गाईको दुध चढाएँ। अब मैले चढाइसकेँ। फुल, केसरी, अबिर सबै लिएर मैले पूजा गरेँ। मेरो पनि नागले रक्षा गरून् भनेर मैले मागेँ। मैले पनि नाग भगवानलाई सम्पूर्ण नाग देवताले सबैलाई रक्षा गरून्, मैले यही नै सम्झेर पूजा गरेँ। अब मैले यहाँ पूजा गरिसकेँ, जल अर्पण गरेँ, फेरि बत्ती दिएपछि। अब मैले गणेश पूजा त मैले बिहानै गरेको हो होइन, फेरि पनि मैले एकचोटि तल लगाउने। फेरि गणेश पूजा फेरि मैले पहिल्यै गर्नुपर्ने, मेरो पछि भयो है, सरी है। मैले पहिल्यै माथि गरिसकेको थिएँ, त्यही भएर मैले यहाँ मेरो घर आँगनमा एउटा मैले सानो गणेश स्थापना गरेको थिएँ। त्यहाँ गणेश पनि म पूजा गर्दैछु। हजुर पनि दर्शन गर्नुहोला। आज सोमबार, महादेव पनि हुनुहुन्छ। मलाई रेस्पेक्ट गर्न आएन, सानो मेरो आज मिनी ब्लग बनाउँदैछु। हजुरले माया गरिदिनु होला। अनि हजुर सबैलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु।